यसका पछाडि धेरै कारणहरू छन्, तर सारमा कुरा गर्ने हो भने जब देशको केन्द्रीय राजनीतिक तरलता उन्मुख हुन्छ भने यस्ता घटनाक्रमहरू पनि घट्ने गर्दछन् र यसमा अन्य तत्त्वहरू सलबलाउने गरेको हामीले इतिहास पाउँदछौँ। 2046 सालदेखिको इतिहास यता हेर्ने हो भने बहुमत प्राप्त दलले पनि दल र सत्ताबीच त्यहाँको नेतृत्वबीच राम्रो सहकार्य संवाद नहुँदाखेरि सरकार असफल भएको र राजनीतिक दुर्घटना भएको, राजनीतिक सङ्कट बढेको हामीले बारम्बार भोग्दै आएको अवस्था छ। भने यहाँनिर पनि सरकार 3 महिना हुन साथै जसरी पार्टी र सत्ता तथा ती नेतृत्व बीच एउटा जुन ओभरल्यापिङ हुनु पर्दथ्यो त्यहाँ अलिकति प्रश्नहरू छन्, त्यसतर्फ सुधार गर्नु पर्दछ जस्तो लाग्दछ। किनभने यो सरकारलाई फेल हुने छुट छैन, कसैले पनि हेर्न चाहँदैन यति चाँडो। यदि यो सरकार पनि असफल भयो भने देशमा राजनीतिक सङ्कट आउन सक्दछ, यसमा कुनै शङ्का छैन। तसर्थ अहिले देखिएको जस्तो मताई मधेसको धार्मिक दङ्गा पनि अत्यन्त राष्ट्रको सामु एउटा चुनौतीको रूपमा रहेको छ। यसलाई मिलेर सहकार्य गरेर अगाडि बढ्यो भने यसको समाधान चाँडो हुन सक्दछ। किनभने मधेसको अवस्था राजनीतिक तरलता अधिक रहँदै आएको छ र समय समयमा भावनामा पनि बहने एउटा चलन रहेको छ। र यस सन्दर्भ भनिरहँदा मुख्य कुरा चाहिँ आर्थिक तथा बेरोजगारी समस्या पनि हो। जसरी विश्वव्यापी रूपमा अहिले मूल्य अभिवृद्धि भएका छन्, बेरोजगारीको प्रतिशत बढेको छ, यसलाई ध्यानमा राखेर पनि मलाई लाग्दछ सत्तासीन दल र सत्ता र ती नेतृत्व बीच राम्रो एउटा ओभरल्यापिङ हुनुपर्दछ र यसले मात्र एउटा चाहिँ देशलाई निकास दिन सक्दछ। त्यसले चाहिँ संवादहरू पनि बढाउने, विभिन्न दलहरूले पनि यी मुद्दाहरूमा साथ दिनुपर्दछ जस्तो लाग्दछ मलाई। यदि त्यसो हुन सकेन भने हामी अवश्य पनि दुर्घटनामा जान सक्दछौँ।